नमस्ते, मेरो सिकाइ मेरो भोगाइ मेरो विचार। बरु सानोतिनो पसल चलाउनु, तर जागिर नगर्नु। यदि जागिर गर्नुहुन्छ भने आफ्नो मेहनतले अरूलाई धनी बनाउँदै हुनुहुन्छ, आफ्नो जीवनको अमूल्य समय बेच्दै हुनुहुन्छ। अर्काको लागि तपाईँ आफ्नो जीवन 30,000, 50,000, 60,000 तलबको लागि जागिर गर्नुहुन्छ भने त्योभन्दा राम्रो त तपाईँले कुनै बिजनेसको बारेमा सोच्दा हुनु। फेरि भन्नु होला कि फलानाले त जागिर गरेर राम्रो पैसा कमायो त। हो, कुनै दिन राम्रो सरकार आउँला र त्यस्तो राम्रो कमाउनेलाई थाहा हुन्छ कि भाइ गलत कहाँनिर गरिएको छ भने। हो, यदि तपाईँ प्रोफेसनल डक्टर, इन्जिनियर या सिइओ बन्न चाहनुहुन्छ भने द्याट्स फाइन। तर यदि मिडियोकर जब गर्न सोच्दै हुनुहुन्छ भने जस्तै 2 लाख, 4 लाख, 6 लाख वर्षको, इट्स बेटर तपाईँ आफ्नो बिजनेसको बारेमा सोच्न थाल्नु हो। फेरि होला कि बिजनेस कुन फिल्डमा गरौँ, डिपेन्ड्स तपाईँको इन्ट्रेस्ट केमा छ। तपाईँ आफ्नो इन्ट्रेस्ट अनुसारको नलेज लिनु, जसलाई हामीले इन्फर्मेसन ग्यादरिङ पनि भन्छ। त्यसपछि सिप हासिल गर्नु, स्किल। अब स्किलको लागि त तपाईँ फर सर्ट पिरियड अफ टाइम त्यो फिल्डसँग जोडिएको जागिर भयो, जहाँनिर तपाईँले काम सिक्नुहुन्छ, के प्रोसेसहरू गभर्मेन्टमा गर्नुपर्छ होला त्यसको बारेमा जान्नुहुन्छ। भोलिको दिनमा कहाँ चुनौतीहरू आउन सक्छ है, सम्भावित चुनौतीहरूको बारेमा थाहा पायो भने तपाईँले आफ्नो स्ट्रेन्थ, आफ्नो विकनेसलाई सजिलै ट्रिट गर्न सिक्नुहुन्छ। एन्ड देन यु क्यान स्टार्ट युर ओन बिजनेस। अहिलेको डिजिटल वर्ल्डमा जुन भोलिको दिनमा एआईले गभर्न गर्नेवाला छ, कहीँ तपाईँ चुक्दै त हुनुहुन्न। सो लेट्स स्टार्ट थिङ्किङ अबाउट योर बिजनेस एन्ड रक अन। धन्यवाद।